हेलो सबैलाई नमस्ते। आज चाहिँ भने हामी सम्पूर्ण फ्यामिली भ्याकेसन जानुभन्दा अगाडिको हाम्रो यो छोटो टुर रहेको थियो। लुसेल त्यस्तै गरी सिटी सेन्टर हुँदै सपिङ गर्दै हामी चाहिँ फर्केर आउने भन्ने सल्लाहले हामी गएको थियौँ। यो चाहिँ रहेको छ लुसेल सिटीबाट हामी यता फर्केर गयौँ भने लगातार हामी एकअर्काको रमाइलो गर्दै हाँस्दै रमाउँदै फोटो खिच्यौँ, हाँस्यौँ। त्यस्तै गरी फेरि लगातार पछि मेट्रोमा हामी फर्किने सल्लाह गरेर पर्खिरहेको मेट्रो पनि अब फेरि चाहिँ मेट्रो यतै आउनेछ फर्केर। मेट्रो भने फर्केर आइसकेको छ। अब भने हामी फेरि यही मेट्रोमा वापस फर्किनेछौँ। यो चाहिँ रहेको छ ट्रम। भेन्डम मलको यो सपिङ सकिसके पछाडि भने हामी चाहिँ लगातार फर्किसकेको थियौँ, किनकि ढिलो भइसकेको थियो। रात परिसरमा गरम लागिसकेको थियो। राति भने चाहिँ हामी भाइ बहिनीहरूलाई उता फ्लाइटमा छोड्नको लागि एयरपोर्ट जानुपर्ने थियो र अहिले पनि हामी फर्किसकेका छौँ भेन्डम मलबाट। अब फर्कने सल्लाह पनि भयो, फर्क्यौँ पनि। अब घुम्दा पनि लाग्यो। अब यतिकैमा सल्लाहमा अब के गर्ने त भन्दाखेरि ल खाना बाहिर रेस्टुरेन्टमा खाउँ न त भनेर हामी चाहिँ रेस्टुरेन्टतिर खाना खानको लागि गयौँ। खाना खानको लागि भने हामी कतारको रोयल नेपाली रेस्टुरेन्टमा गएका थियौँ। त्यहाँनिर एकदमै रमाइलो भयो, खाना खायौँ। आफ्नो चोइस, सबैजना आफ्नो चोइस कुन चाहिँ मिठो होला भन्दै सबैजना मेन्यूमा आँखा लगाइरहेको अवस्था। त्यतिकै बेला चाहिँ म चाहिँ पुरै भिडियो बनाइरहेको छु। अनि अर्डर सबैको भयो। अब भने हामी पानी खाँदै हाम्रो अर्डर पर्खिँदै गरेको अवस्था र त्यतिकैमा आइसक्यो अर्डर पनि। हामीले चाहिँ अर्डर अब एकैचोटि सबै दिनलाई टाइम लाग्छ होला भनेर हामीले चाहिँ जे बन्दैछ त्यो कुराहरू सर्भ गर्दै गर्नु भनेको थियौँ। अनि उहाँहरूले चाहिँ व्हाइट राइस, सुकुटी र के छिटो बन्छ त्यो बनेको कुराहरू चाहिँ फटाफट ल्याइदिनु भयो। यो रहेको छ व्हाइट राइस, अनि हामीले हाँसको छोइला पनि मागेको थियौँ। सँगसँगै हतार खाना खाइसकेर हामी चाहिँ भने रुमतिर आएर सबै कुरो तम तयारी गर्नु भनेको थियो। त्यसो हतार गऱ्यौँ। हतार खायौँ। अनि हाँसको छोइला सबै कुरो आइसके पछाडि हामीले कतारको छिटो भन्दै खायौँ ओऱ्यौँ। एकदमै स्वादिष्ट रहेछ खाना चाहिँ, एकदमै खुसी लाग्यो। भ्लग सुरु भयो फेरि। भ्लग सुरु भइसक्यो होइन। कुमारी कस्तो महसुस भइरहेको छ 3 वर्ष पछाडि घर जाँदाखेरि? तिमीलाई साथै उ त गइराखेर आएको हुन्छ। तिमी त 3 वर्ष पछाडि जाँदैछौ। नानी पनि जाने हो। हेर्दाखेरि त नानीलाई पनि विदेश घर जाँदै गरेको जस्तो देखिरहेको छ त हौ। गाइज आज चाहिँ 3 जना घर गइरहेको अवस्था। सो हामी चाहिँ अहिले छोड्नको लागि गइरहेको छौँ।